ख्रीष्टको नाउँमा सम्पूर्णमा जय मसीह अनि शुभ बिहानी भन्न चाहन्छु। र यो बिहानीको समयमा मैले बाइबलको एउटा खण्ड पद लिएर आएको छु, जुन यस प्रकार रहेको छ। हामी त परमेश्वरका हो, जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौँ। आमेन। अनि यो समय म तपाईँहरूलाई एउटा उत्साह दिन चाहन्छु। आज हामीले परमेश्वरलाई चिनेका व्यक्तिहरू हौँ। यदि परमेश्वरलाई चिनेका व्यक्तिहरू हौँ भने हामीले उहाँको जनहरूले भनेको कुराहरू पनि हामी सुन्छौँ, पालना गर्छौँ, मान्छौँ, र त्यही अनुसार हामी जीवन जिएर असल बाटोमा हिँड्छौँ। तर जसले परमेश्वरलाई अहिलेसम्म पनि चिन्नु भएको छैन, साँचो रूपले उहाँहरूले चाहिँ परमेश्वरको जनहरूले भनेको कुरालाई पछ्याउँदैनन्, पालना गर्दैनन्, आफ्नो इच्छा आफ्नो रुचिले गर्न खोज्छन्। त्यो काम गर्दाखेरि अनि हामी थाहा गर्न सक्छौँ कि कसले परमेश्वरलाई चिनेको छ र कुन चाहिँ सत्यको आत्मा हो, र कसले परमेश्वरलाई चिनेको छैन, कुन भ्रमको आत्मा हो भनेर हामी यसरी चाहिँ छुट्याउन सक्छौँ। अनि म तपाईँलाई यो सोध्न चाहन्छु, हामी परमेश्वरलाई चिनेका व्यक्तिहरू हौँ। उहाँको जनहरूले भनेको कुरालाई हामी पछ्याउँछौँ, पालना गर्छौँ, र त्यही अनुसार हामी